यो दृश्यमा देखाइराखिएको जुन पुल छ यो चाहिँ बर्दिया जिल्लामा अवस्थित कोठियाघाट ब्रिज भनेर चिनिन्छ र यो ब्रिज चाहिँ नेपालकै सबैभन्दा लामो आरसिसी ब्रिज 1025 मिटर लामो चाहिँ बनेको छ। यो एकदम टुरिस्ट डेस्टिनेसनको रूपमा चाहिँ यसलाई चाहिँ हामीले विकसित गर्दै लैजान सक्छौँ र एकदम मनमोहक छ। जङ्गलको बिचबाट चाहिँ गएको छ, प्लस खोला पनि क्रस हुने भएकोले एकदम देख्दा नै एकदम रमाइलो खालको अनुभव चाहिँ हामीले लिन सक्छौँ यहाँबाट। त्यसैले सबैजना एकचोटि अवश्य पनि घुम्न गइदिनु होला, आन्तरिक पर्यटनको प्रवर्धन गरिदिनु होला।